हेलो हाई गुड मर्निङ सबैजनालाई शुभ बिहानी सबैको शुभ बिहानी राम्रो रहोस् हैन। ह्यापी नेक्स्ट डे सबैजनालाई हजुरहरूको बिहानी राम्रोसँग जाओस् अनि राम्रो बितोस् आजको दिन। अनि सबैजनालाई नमस्ते। मेरो चाहिँ जान्नु थापा भन्ने युट्युब च्यानल छ, प्लिज युट्युबमा गएर सर्च गरेर मलाई फलो गर्नु होला। प्लिज फलो अनि मेसेज अनि भ्युज हैन, मलाई फलो गऱ्यो भने त त्यसको पनि भ्युज आइहाल्छ। जस्तै तपाईँहरूले फेसबुकमा मलाई कति माया गरेर फलो गरेर हैन मेरो भ्युज बढाइदिनु भएको छ, त्यस्तै गरेर युट्युबमा पनि गएर प्लिज मलाई फलो गर्नु होला है। सबैजनालाई अनुरोध गर्दछु। अनि तपाईँहरूले मलाई फलो गर्यो भने म पनि हजुरहरूलाई फलो गर्छु। तपाईँहरू पनि भन्नु होला हैन आफ्नो युट्युबको नाम। मेरो जति पनि मेरो साथीहरू छ म त्यो सबैलाई म सेयर गरिदिन्छु। अनि मलाई पनि त्यस्तै फलो गरिदिनु होला हैन, फलो लाइक कमेन्ट गरिदिनु होला हैन। खोलेको चाहिँ भर्खरै हो, त्यो पहिला चाहिँ खोलेको थिएन। अनि पहिला चाहिँ मैले फेसबुक खोलेको थिएँ, अहिले चाहिँ युट्युब चाहिँ पहिले खोलेको थिएँ, तर यस्तो चाहिँ हालेको थिएन, भिडियोहरू बनाएर यस्तो हालेको थिएन कि पहिला बाबुहरूले हल्का हल्का बनाएर हालेको थियो। अहिले चाहिँ मैले बनाएर हाल्दैछु। तपाईँहरूको माया ममता हैन सधैँ रहोस्, अझ पनि हुनेछ, सधैँभरि रहोस्, सधैँभरि हुनेछ। अनि युट्युबमा गएर पनि सर्च कमेन्ट गरिदिनु होला, प्लिज फलो गरिदिनु होला प्लिज। जस्तै फेसबुकमा फलो गर्नुभएको छ त्यस्तै गरेर युट्युबमा पनि फलो गर्नु होला। तपाईँको माया ममता सपोर्टले म अगाडि बढ्न पाऊँ हैन, तपाईँहरूकै माया ममताले नै अगाडि बढ्ने हैन। म त अगाडि बढ्ने चान्सै छैन हैन, मैले मात्रै गरेर हुँदैन हैन। तपाईँहरूले लाइक कमेन्ट गर्यो भने पनि म अगाडि बढ्ने हैन। तपाईँहरूले फलो गर्यो भने, तपाईँहरूले सब गरिदियो भने पो म अगाडि बढाउँला हैन। एक्लै त म कसरी अगाडि बढ्छु। त्यस्तै तपाईँहरूले मलाई अगाडि बढायो भने म पनि तपाईँहरूको हैन तपाईँहरूको युट्युब च्यानल दिनु होला। म पनि तपाईँहरूलाई लाइक कमेन्ट गर्छु हैन। मेरो जति पनि साथीहरू छ म उहाँलाई भन्छु कि यो युट्युब च्यानलमा गएर लाइक कमेन्ट गर्नु होला भनेर हैन, सबैजनालाई। त्यस्तै हो, के गर्ने अब। जस्तो फेसबुकमा माया ममता पाउँछु, त्यस्तै युट्युब च्यानलमा पनि माया ममता पाउँछु होला जस्तो लागेर नै युट्युब च्यानल खोलेको हैन। पाउँछु नपाउने होइन, धेरै दाजु बहिनी दिदीहरू बुवा आमा आन्टीहरू हुनुहुन्छ, उहाँहरूले सपोर्ट गरिहाल्नुहुन्छ हैन, नगर्नु होइन गरिहाल्नुहुन्छ। तर पनि मेरो युट्युब चाहिँ जानु थापा छ, प्लिज कमेन्ट लाइक गरिदिनु होला सबैजनालाई हैन। धन्यवाद भन्न चाहन्छु। ओके बाई बाई।